नमाज अर्थात् प्रार्थनाका तीन अवस्थाहरू। नमाज काँधा वा कानको लुर्कासम्म हात उठाएर सुरु गरिन्छ, मानव उसले परमेश्वरसँग प्रतिज्ञा गरिरहेको छ, सर्वशक्तिमान ईश्वरको लागि सबै कुरा त्याग्दछ र पूर्ण एकाग्रताका साथ प्रार्थना गर्दछ। एक पटक प्रार्थनामा प्रवेश गरिसकेपछि बोल्नु, खानु र वरिपरि हेर्नु हुँदैन। सर्वशक्तिमान परमेश्वरप्रति आदर, सम्मान र सजगता सहित खडा हुनु नै नमाजको पहिलो अवस्था हो। यो उभिएको अवस्थामा कुरानको पहिलो अध्याय सुरा अल फातिहाको पाठ अनिवार्य छ, किनकि यसलाई सम्पूर्ण कुरानको सार मानिन्छ। यदि कसैले यसलाई पढ्न बिर्सियो भने उसको नमाज हुँदैन। म सुरा अल फातिहाको अनुवाद र संक्षिप्त व्याख्या गर्न चाहन्छु। म श्रापित शैतानबाट परमेश्वरको सुरक्षा चाहन्छु। सुरु गर्दछु त्यो परमेश्वरको नाउँमा जो अत्यन्तै दयालु एवं साह्रै कृपालु छन्। सबै प्रशंसा अल्लाहको निमित्त जो सम्पूर्ण जगतका मालिक हुन्। त्यसैले हामी स्वीकार गर्दछौँ सबै प्रशंसाहरूको हकदार एकमात्र परमेश्वर छन्, किनकि उनी नै सृष्टिकर्ता, प्रदायक, पालनकर्ता, संरक्षक र सबै सृष्टिहरूको हेरचाहकर्ता हुन्। उनी सबैभन्दा दयालु र असाध्यै करुणामय छन्। उनी न्यायको दिनको मालिक हुन्। उहाँ दयालु हुनुहुन्छ तर न्यायी र निष्पक्ष पनि हुनुहुन्छ। त्यसैले उहाँले हामीलाई पहिले नै सूचित गरिसक्नु भएको छ, यो जीवन अस्थायी होइन, क्षणिक हो। एक दिन हामी मर्नै पर्छ र उहाँको सामुन्ने उभिनु पर्छ र आफूले गरेको सम्पूर्ण कर्मको हिसाब दिनुपर्छ। तसर्थ परमेश्वरको असल आज्ञाकारी सेवक बन्न र समाजको लाभदायक सदस्य बन्न यो हाम्रो लागि एउटा अनुस्मारक हो। हामी तपाईको मात्र उपासना गर्छौं र तपाईको मात्र सहायता चाहन्छौं। हामीलाई सत्य मार्ग देखाउनुहोस्, अर्थात् उनीहरूको बाटो देखाउनुहोस् जसले तपाईको अनुग्रह प्राप्त गरे। हामी विश्वास गर्दछौं सर्वशक्तिमान परमेश्वरले हामीलाई मार्गदर्शन गर्न र हाम्रो सृष्टिकर्तालाई चिन्न अगमवक्ताहरू र दूतहरू पठाउनु भयो। त्यसैले जसले सन्देश सुने र उनीहरूको आज्ञा पालन गरे, उनीहरू नै परमेश्वरको अनुग्रह एवं कृपाका भागीदार भए। त्यसैले हामीलाई उनीहरू जस्तै भाग्यशाली बनाउन ईश्वरलाई बिन्ती गर्दछौँ। तपाईको क्रोधको भागीदार हुनेहरू र पथभ्रष्ट हुनेहरूको बाटो नडोर्याउनुहोस्, अर्थात् जसले यो ईश्वरीय सन्देश सुने अनि त्यसलाई नकारे, ईश्वरीय सन्देष्टाहरूको हत्या गरे र उनीहरू नै पथभ्रष्ट हुन् र परमेश्वरको क्रोध र प्रकोपको भागीदार भए। हामी ईश्वरलाई बिन्ती गर्दछौँ, हामीलाई तिनीहरू जस्तै अभागी नबनाउनुहोस्। यो अध्यायपछि हामी कुरानबाट अन्य पदहरू पढ्छौँ अनि त्यसपछि नमाजको दोस्रो अवस्थामा जान्छौँ। नमाजको दोस्रो अवस्था झुक्नु हो। यस स्थितिमा मुसलमानहरू सर्वशक्तिमान परमेश्वरको सामु आफूलाई नम्र पार्छन्, उहाँको महानतालाई स्वीकार गर्छन् र उहाँको इच्छाको अधीनमा रहन्छन्। नमाजको तेस्रो अवस्था ढोग्नु हो, अर्थात् सजदा गर्नु हो। यो अवस्थामा एउटा भक्त आफ्नो मालिकको एकदम नजिक हुन्छ। यसले पूर्ण अधीनता, असहायता र नम्रतालाई सङ्केत गर्छ। यो स्थिति प्रत्येक एकाइमा 2 पटक दोहोरिन्छ। हामीलाई मद्दतको खाँचो पर्दा सर्वशक्तिमान परमेश्वरले मात्र मद्दत गर्नुहुन्छ भन्ने कुराको यो ठूलो सम्झना हो। त्यसैले हामीले कुनै पनि खाँचोमा सधैँ उहाँतिर फर्कनुपर्छ। उहाँले हामीलाई कहिल्यै एक्लै छाड्नुहुन्न। हामी आमाको गर्भमा हुँदा जस्तै नसोधिकन पनि उहाँले हामीलाई मद्दत गर्नुहुन्छ। हामी कमजोर र असहाय थियौँ। आमा बाबुले हामीलाई सबैभन्दा बढी आवश्यक परेको बेला हाम्रो हेरचाह गर्नुभयो। यसले हामीलाई परमेश्वरको अनुग्रहको सम्झना गराउँछ। त्यसैले हामीले यो कुरा बिर्सिनु हुँदैन। हाम्रा आमा बाबु बुढो हुनेछन्, उनीहरू कमजोर हुनेछन् र उनीहरूलाई हाम्रो खाँचो पर्नेछ। हामीले उनीहरूप्रति कर्तव्यनिष्ठ हुनुपर्छ र उनीहरूले जस्तै तिनीहरूको हेरचाह गर्नुपर्छ। इस्लाम धर्ममा वृद्धाश्रमको कुनै अवधारणा छैन। आमा बाबु र अभिभावकप्रति कर्तव्यनिष्ठ हुन पाएकोमा हामी गर्व गर्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रार्थना गर्दा थुप्रै अगमवक्ताहरू बीच यही धारणा छ। प्रार्थनाको एक इकाइ प्रतिज्ञाबाट सुरु हुन्छ, त्यसपछि आदर, अधीनता र नम्रता हुन्छ। प्रार्थनाको एक इकाइमा मुस्किलले 2 देखि 3 मिनेट लाग्छ। पहिलो प्रार्थनामा 2 इकाइहरू छन्।
त्यसैले हामी यी 3 पदहरू 2 पटक दोहोर्याउँछौँ। दोस्रो, तेस्रो र पाँचौं प्रार्थनाका 4 एकाइहरू छन्, त्यसैले हामी यी पदहरू 4 पटक दोहोर्याउँछौँ र यो 10 देखि 12 मिनेटभन्दा बढी हुँदैन। चौथो प्रार्थनामा 3 एकाइहरू छन्, त्यसैले हामी यी 3 पदहरू 3 पटक दोहोर्याउँछौँ, जुन मुस्किलले 7 देखि 9 मिनेट लाग्छ। प्रार्थनाको आह्वान अर्थात् अजान सुन्न वा कुरानको पहिलो अध्याय सुन्न वा प्रार्थनाका 3 अवस्थाहरू जान्न वा इस्लामका 5 आधारहरू जान्न वा स्नानको लागि चरणहरू जान्न कृपया अर्को बटन क्लिक गर्नुहोस्।